यो च्यानल म तिनका लागि खुलेको हो जो मेरो साथ अगाडि बढ्न सक्छ। यहाँ म यस्ता विचारहरू राख्ने गर्दछु जुन विचार सत्यतामा आधारित हुनेछ। यो विचारहरूलाई जो कोहीले पनि आफ्नो जीवनसँग रिलेट गर्न सक्छ। म जे बोल्दैछु यदि त्यसको पछाडि कुनै सत्य छैन भने हजुरले मलाई भन्न सक्नुहुन्छ र आफैले त्यसलाई भेरिफाई गर्न पनि सक्नुहुन्छ। कहिलेकाहीँ म यस्ता कुराहरू गर्नेछु जुन दुनियाँको सामान्य बुझाइमा नआउन पनि सक्छ र ती विचारहरू सकेसम्म सत्यतामा नै जोड दिएका हुनेछन्। जति मेरो सोच मेरो बुझाइले भ्याउँछ त्यहाँसम्म म सत्यतालाई अँगाल्नेछु। म बोल्नुको पछाडि कुनै स्वार्थ या कुनै एजेन्डा रहने छैन। जे सत्यतामा नै रहेर बोल्नेछु। र म यस च्यानलमा म केही आध्यात्मिक कुरा, म को हुँ, यो दुनियाँ के हो र केही समसामयिक विषयवस्तुको बारेमा आफ्नो अनुभवलाई बटुलेर यथार्थ के हो र सही के हो त्यसको बारेमा आफ्नो विचार राख्ने गर्दछु। र यो च्यानलमा अडियो रेकर्ड मात्र राख्नेछु किनकि यहाँ भिडियो हेरेर रमाइलो गर्ने होइन। यहाँ त बस म हजुरलाई सोच्नको एक सही तरिका दिन्छु र त्यो तरिका हजुरले आफ्नो जीवनमा अप्लाई गर्न पनि सक्नुहुनेछ। एक यस्तो नजर जो सच्चाइमा आधारित छ। हुन्छ यति भन्दै म यहाँबाट बिदा हुँदै गर्दा हजुरलाई म भन्छु अब आउँदा म कुनै यस्ता टपिक्सहरू लिएर आउनेछु जसको बारेमा यस्तो विचारहरू राख्नेछु जुन विचार सही हो र त्यो टपिक्स कसको बारेमा बनाउँदा राम्रो हुन्छ हजुरले कमेन्टमा लेखेर छोड्न पनि सक्नुहुन्छ। हस्त।